एक छ यतिले चाहिँ एउटा जस टोपी चाहिँ आउला जस्तो छ लुगा नआए नि मोल्ला खेलमा म आइपुगेको छु साथीहरू फाइनली मेरो छिरोमा के भन्नु यो सब एक महिना भित्र आउँछ ऐसिलु पाक्ने रहेछ। हेलो साथीहरू, स्वागत छ मेरो नयाँ भिडियोमा, नयाँ भ्लगमा। र आज म छु 81 मेरो गाउँमा। देख्न सक्नुहुन्छ हजुरहरूले म 81 कसरी गाउँ आइपुगे भन्नु होला। हिजै आएको म गाउँ चाहिँ अब हिजो काठमाडौँदेखि आएको भ्लग चाहिँ बनाउनै पाएन, त्यस्तै भयो। अब आजदेखि चाहिँ नयाँ भ्लग सुरु भएको छ। भिडियो फुल हेरिदिनु र ट्याप पलाएर म चाहिँ हिजो नै गाउँमा आएको। अब घरमा सानोतिनो काम थियो। अब भोलि घरमा सानो पूजा छ, त्यही भएर आएको। भोलिको भ्लग पनि तपाईँहरूले देखाउने नै छु। आज चाहिँ लगभग 11-12 बजिसक्यो। अब भ्लग नै ढिलो स्टार्ट भयो साथीहरू। ल ठिक छ, केही छैन। अब गाउँको भ्लग आउनेछ, भिडियो आउनेछ, हेरेर साथ दिनु होला है त साथीहरू। अहिले म चाहिँ घाँस काट्न जान लाग्यो। अब भोलि घरमा सानोतिनो पूजा छ, त्यहीको लागि अब भोलि घाँस काट्न जान पाइँदैन, त्यही भएर आज चाहिँ म घाँस काट्न जाँदैछु। लेट्स गो। A few minutes later. अहिले म चाहिँ ठ्याक्क बिच बाटोमा आइपुगेँ। पुग्नुपर्ने चाहिँ ठ्याक्क तल ट्याक्क लाएर गोठपाडामा हो। त्यहाँ पुग्न अझै मलाई लाग्छ 5-10 मिनट। घाम लागिरहेको छ यस्तो चर्को। यो फागुन पूर्णे लागेदेखि चाहिँ नेपालमा साँच्चीकै गर्मी बढ्या जस्तो फिल भइरहेछ मलाई चाहिँ। अब मलाई मात्रै फिल भयो कि हजुरहरूलाई नि फिल भयो, त्यो चाहिँ कमेन्ट गरौँ। अनि यो चाहिँ हाम्रो गुन्साल गाउँको खेतबारी रहेको छ। आजभोलि त मकैहरू नि उम्रिन थाल्सकेको छ। ठ्याक्कै 2 पात 3 पात भएछ। यो उम्रिँदै 3 पात हुनेको चाहिँ यही होला सायद। यो उम्रिसकेर नि 3 पात भइसकेछ। यस्तो सुक्खा छ क्या गाउँघर, हेर्नु न यार। गाउँघर यस्तो सुक्खा छ, खाली छ, बिरक्तै लाग्ने छ कि बिरक्तै लाग्ने। न पानी पर्छ, पानी पर्न साथ फेरि यो गाउँघर चाहिँ पुरै हरियाली हुनेवाला छ, तर पानी पर्दैन, के गर्नु। माथि सबभन्दा टपको जङ्गलमा चाहिँ आगो लागिरहेछ, डडेल लागिरहेछ। त्यो डडेल लागेको लगभग 2-3-4 दिन जति भयो होला, तर निभाउन चाहिँ सकेको छैन क्या। कुन चाहिँले लगाइदियो। अब सुक्खा यस्तो चर्को घाम छ, जङ्गल पुरै सुकेर बसेको छ। अब त्यो त बल्ल बल्ल त भेट्या भन्या जसरी लगातार गइरहेछ क्या। अब साथीहरू, मलाई चाहिँ एउटा कुरा चाहिँ के लाग्यो भने आजभोलि चाहिँ चट्ट लगाएर ऐसिलु नि पाक्न लागिसकेको रहेछ। जो सब 1 महिनाभित्र आउँछ ऐसिलु पाक्ने रहेछ। अनि आजभोलि चाहिँ यो पहेँलो खालको फुल चाहिँ टन्नै फुलेर चाहिँ जोस दामी देखिरहेको रहेछ क्या गाउँमा चाहिँ क्या। यो फुल क्या, हेर्नु न, फुल दामी छैन त, येल्लो कलरको। अब म गाउँमा हुन्जेल चाहिँ मेरो गाउँको भिडियोहरू लगातार आउनेवाला नै छ। भ्लग डेली आउनेवाला छ। त्यसको लागि चाहिँ हजुरहरूले भिडियोमा लाइक गर्नु पर्यो, सेयर गर्नु पर्यो, कमेन्ट गर्नु पर्यो, ट्याप पलाएर मेरो च्यानल सब्सक्राइब गर्नु पर्यो। के कसो त ती त गर्नै पर्यो हजुरहरूले। छिटोभन्दा छिटो च्यानल लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु पर्यो क्या। Music. लौ न आगो लाग्यो दिलैमा, दमकल बोलाइदेऊ, मेरो मुटु पुरै खरानी भो, मन जलाइदेऊ। यहाँ पहाडी देख्नु भएको यो जङ्गलमा चाहिँ पोहोर लगभग 1 वर्षै हुन लागिसक्यो होला। टन्नै डढेलो गएको थियो। यसपालि चाहिँ जोस गएको रहेछ। हे म आइपुगेको छु साथीहरू फाइनली मेरो घरमा। क्या बात कर रहे हैं? सरी मेरो गोठमा। यही हो हाम्रो गोठ चाहिँ। कुनै जमाना यो गोठमा नि बसिएको थिएँ, त्यही भएर मलाई घर जस्तै लाग्छ। मलाई त्यस्तै लाग्छ त म के गर्नु। एक काम कर, 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह। एउटा यो घरै हो, मान्छे जहाँ बस्छ त्यही घर हुन्छ, जब मान्छेले छोड्छ त्यही जङ्गल हुन्छ कि कसो हो। बात त सही है। आजभोलि चाहिँ यहाँ गाउँतिरको चाहिँ मौसम कस्तो रहेछ भने वातावरण चाहिँ पुरै सुक्खा छ।
डाँडा काँडा चाहिँ अनि लास्टै हावा चाहिँ आउने क्या हावा पनि तर होइन क्या हुरी चल्ने रहेछ क्या यस्तो धुलो सुलो उडाउने डट कामहरू त्यस्तै भइरहेको रहेछ ठिक छ यतिकोमा हुनुपर्छ चै त लागिसक्यो मैले चाहिँ आज चाहिँ नि एउटा चिज देखेँ के चिज भन्नु होला तपाईँहरूलाई देखाउँछु म लाली गुराँस देखेँ है त आज मैले भेटेँ जे होस् 2-4वटा फुल्या रहेछन् 2-4वटा लाली गुराँस फुल्या रहेछ त्यही भएर मैले यसलाई चाहिँ छपक्क टिपेर भित्तामा फ्रेम गरेर राखिहालेँ ट्याप लाएर माइ गड कति हावा चलेको यस्तो ट्याप लाएर 2टा टिपिहालेँ अब म जान्छु मलाई चाहिँ यो लाली गुराँस देख्दा चाहिँ एउटा कुरा चाहिँ साँच्चीकै याद आयो साथीहरू त्यो के कुरा होला भन्नुहोस् कमेन्टमा मलाई चाहिँ यो लाली गुराँस देख्दा चाहिँ मैले टिकटकतिर देखाएको थिएँ हाम्री त्यो एकजना घोष भन्ने एकजना सिस्टर हुनुहुन्छ होइन ब्लगर उहाँले चाहिँ यसको लाली गुराँसको चाहिँ पुरै कपडा बनाएर लगाएको देखेको थिएँ क्या मैले चाहिँ अनि त्यही भएर लाली गुराँस देख्ने बित्तिकै त्यो कुरा याद आएको छ मलाई तपाईँहरूले देख्नुभयो होला त्यो भिडियो चाहिँ एकदम भाइरल पनि भएको थियो त्यसले अनेक थरी पनि देखाएको थिएँ मैले नि अब घोषले युट्युबबाट त राम्रै पैसा कमाउँछ जस्तो लागेको थिएँ अब खै पैसा कमाएको हो कि नकमाएको हो कि पैसा कमाएको भए त कपडा किन्नु पर्ने सपिङ गर्नुपर्ने लाली गुराँसै टिपेर लुगा बनाउनु पर्ने त त्यति थिएन होला जरुरी मैले चाहिँ यति लाली गुराँस टिपेर ल्याएँ मैले नि अब लुगै लगाउँछु भन्ने टाइपले टिपाउँ भनेको मलाई एक जोर लुगा त आउँछ होला भनेर खोज्दै हिँडेको तर यति मात्रै रहेछ मात्र मैले घोषको जस्तै एउटा लुगा बनाएर लगाइदिउँ भने सोचेको थियो के गर्नु ठिक छ यतिले चाहिँ एउटा जस टोपी चाहिँ आउला जस्तो छ लुगा नआए नि त्यही भए पनि बनाएर लाउनु पर्छ कि कसो हो कमेन्ट गर्नु पर्यो क्या कमेन्ट बक्स त खाली छ त आहा बास्नै छुट्टै आइरहेछ हेर्न सक्नुहुन्छ लाली गुराँस हो नि त अरू जस्तो होइन त लाली गुराँस या A few moments later. साथीहरू घाँसको भारी त लिएर आएँ मैले तर के गर्नु गर्मीले मर्न आँटिसक्यो यति साह्रो गर्मी यार छ्या साथीहरू अहिले म घर आइपुगिसकेको छु र अब म खाजासाजा खाएर फेरि बाख्रा चराउन जाँदैछु बाख्रा चराउन गएको भ्लग चाहिँ हेर्नु होला अब के भन्नु मैले लु भन अब मैले के भन्ने भन्न तैँले के भन्न मन चाहिँ त्यही भन्न के भन्ने म भनिदिउँ तेरो बारेमा त्यसपछि चाहिँ तैँले भन्नुपर्छ फेरि ल ल आज मेरो साथमा हुनुहुन्छ गाइज आज मेरो साथमा हुनुहुन्छ एकदमै पपुलर हुन नसकेको हाम्रो गाउँको एकजना गोठालो उहाँलाई मेरो भिडियोमा स्वागत गरौँ मेरो नाम अजय तामाङ हजुर कति क्लासमा पढ्नुहुन्छ म 7 मा यति ठुलो मान्छे भर्खर 7 मा पढ्दैछन् यो चाहिँ अब 1 नम्बरकै भइसकेछ क्या गोठालो मात्रै होइन यो महा गोठालो भइसकेछन् लाउने हो भने यो मेरो छोरो पर्छ बाख्रा छोडेर उहाँ गुलेली चलाएर हिँड्छ यो 1 नम्बरको यो चाहिँ हाम्रो गोरु हो दुईटै सिन्दुर हालेर छ यो मिस्टर काम्सले ओइ भाइ यहाँ बोला न यहाँ बोला तेरो दाइसँग सिङ्गल खेट्न तेरो दाइ गोरुसँगै भिडिदिन्छ भन्दा पक्कै हुँदैन यो चाहिँ कालो होला मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु है यो मुसाको दुलो तेरो हात छिर्दै हाल्दै यसरी क्या सपक्क पारेर हाल्न छिर्दैन यसरी घुमाएर तल छिरा न तल छिरा ऊ
हात अड्किरे के तेरो के हात अड्किरे के अनि रुखै काट्नुपर्ने भयो अरे अथवा हात काट्नु भयो अरे के तेरो चाहिँ अनि त यतिखेर त अनि लु यो रुख एक लाती हानेर ढला तँलाई जे भने त्यही दिन्छु ल ढला नि त लातीले हान्दा लु कति हल्लाउनु रहेछ ए अलिकति त हल्लेन साथीहरू आजको छोटो मिठो भिडियो यहाँ अन्त्य भएको छ अन्तिमसम्म हेर्नुभएकोमा सम्पूर्णलाई धन्यवाद अब नयाँ भिडियो आउनेछ छिट्टै भिडियो लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्नु होला ट्याप लाएर